टिप चाहिँ मैले कम्प्लिट गरिसकेको छु फेरि अर्को टिप आएको छ है काँडा भाडीको रहेछ 1.1 किलोमिटर छ दिन जानुपर्ने यार त्यही पनि गइदिन्छु जानु चाहिँ म केही छैन 5 किलोमिटरको प्राइस कति छ हेर्नुपर्छ त्यहाँ गएर पक्कै पनि यो हेर्नु है केटी हुनसक्छ है यो मान्छे है बुक गर्ने चाहिँ 100% त्यही नभनौँ होइन म 90% चाहिँ स्योर छु है यो पक्कै पनि केटीले बुक गरेको हुन्छ याङको अलिक सस्तो छ त्यही भएर प्रायः केटीले नै बुक गर्छ है म एकचोटि कल गरेर कन्फर्म गर्छु कहाँनिर भन्नु बुझिनँ मैले कहाँनिर भन्नुभयो तपाईँ कता हुनुहुन्छ अरे ए त्यही अगाडि हो हुन्छ हुन्छ त्यसको अपोजिट बस्दै गर्नु म आउँदैछु है हस् कस्तो लाग्यो त साथीहरू कस्तो लाग्यो त मैले भनेको हो कि होइन केटी हो क्या केटी यो याङको बुक गर्ने केटी नै हो क्या केटा मान्छेले प्रायः बुक गर्दैन क्या याङकोमा केटी मान्छेले गर्ने यो बुक किनभने प्राइस सस्तो पर्छ इनड्राइभमा घटाउँदा थाकेको अय्याबा मलाई त हाँस उठ्छ थाल्यो अहिले त यार इनड्राइभमा होइन इनड्राइभमा यस्तो घटाउँछ केटी मान्छेले प्राइस यस्तो घटाउँछ कि माटो है अहिले याङको आएको छ याङकोमा नि माटोको प्राइस कम हुन्छ नि लास्ट है त्यही भएरमा केटीहरू सब याङकोमा लागेको छ अब इनड्राइभमा केटी भेट्दैन केटा होला तिमीहरूले अब इनड्राइभमा केटी मान्छे भेट्नु गाह्रो हुन्छ होइन किनभने इनड्राइभभन्दा सस्तो याङको आइसक्यो नि त सब याङको केटीहरू सब याङकोमा हिजो मैले फर्स्ट राइड गरेको नि केटी पनि याङकोमै थियो होइन त्यो केटी उहाँ पनि याङकै हुनुहुन्थ्यो तर यो त्यो उहाँ पेसेन्जर चाहिँ राम्रो थियो होइन राम्रो सजेसन दिनुभएको थियो याङको नचलाउनु यताउति तपाईँहरूलाई घाट लाग्छ भनेर होइन त्यस्तो पेसेन्जर पाउनु त गाह्रो पर्छ है कोही मात्र हुन्छ अघि भर्खर ल्याएको पनि प्यासेन्जर केटी नै हो होइन अहिले ल्याएको पनि केटी नै हो अहिले पनि कल गरेको थिएँ मैले सुन्नुभयो नि तपाईँले भोइस होइन केटी नै हो होइन मैले भने नि त यो याङको बुक गर्ने केटी नै हो प्रायः जस्तो म्याक्सिमम् 90% चाहिँ केटी हो 10% चाहिँ केटा होला होइन सायद मैले त केटा त भेटेको छुइनँ अब अर्को टिप पनि गर्छु होइन यसपछि ठ्याक्कै 3 टिप हुन्छ अब पनि केटी पऱ्यो भने टक्कै केटीले याङको खायो केटी प्यासेन्जरले याङको खायो भनेर सोचे हुन्छ अय्याबा ठुक्ने ल केटा तिमीहरूले अब यसो केटीहरू डुलाउनु छ भनेदेखि होइन केटीहरू घुमाउनु छ भने याङको प्रयोग गर्दा हुन्छ याङकोमा टोटल केटी मान्छे याङकोमा गइसक्यो है इनड्राइभमा केटी मान्छे पाउनु अलिक गाह्रै छ अब